अनि आज र भोलिको 2 दिन भएको कारणले अलिकति व्यस्त रूपले राम्रो गरेर एउटा सिकाउँ भन्ठाने थियो। त्यसमा पहिला यो चाहिँ भन्न चाहन्छु, मैले पोहोर साल तपाईँहरूलाई अनि 1 दिनको भित्र दैनिक ध्यान अभ्यास कसरी गर्नुपर्छ विषयमा चाहिँ भनेको थियो। त्यो छोटकरीमा भनेर खास गरेर ध्यानको कुरामा भन्छु है। अब दैनिक ध्यान अभ्यास भनेको त्यसमा चाहिँ 6वटा कुरा हुन्छ। त्यो 6मा चाहिँ एउटा चाहिँ छेउको भाषामा भन्छ दाउँ नेन्चोर। दाउँ नेन्चोर भने चाहिँ उठ्ने बेलाको योग साधना भनेको हो। अब यो चाहिँ हामीले बिहान यसो उठेर बिहान उठ्नु बेलामा तुरुन्त उठेर यताउता जानु हुँदैन। आफ्नो ओछ्यानको माथि बसेर चाहिँ हात यसोरी गरेर बुद्ध धर्मसँगलाई ढोक्नुपर्छ। त्यसको अगाडि अलिकति यो सम्झिनुपर्छ, बिहान उठ्नु बेलामा चाहिँ अब हुनु चाहिँ आफ्नो अलार्महरू त्यस्तोले आफूले अब त्यो के भन्छ अलार्म त्यस्तो बजाएर उठ्ने हो। तर भने आफैले चाहिँ गुरु बुद्ध इष्टदेवहरूले अब तिमी सुतेर नबस, बिहान छिट्टो उठेर चाहिँ अनि ध्यान अभ्यास धर्म राम्रो गर भनेर यस्तो भन्नुभयो भनेर सम्झिएर अनि त्यो डमरुहरू घन्टीहरू त्यस्तो आवाज आएर आफूले सुनेको जस्तो सोचेर चाहिँ इष्टदेवहरूले त्यो बचाएर हामीले सुनेको जस्तो सोचेर अब धर्म गर्नुको लागि उठ्नु पर्यो भनेर चाहिँ तुरुन्त उठ्ने। फेरि उठेर चाहिँ हात यसोरी गरेर पहिला बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि भनेर बुद्ध धर्मसँगलाई ढोक्ने, योहरू चाहिँ गर्ने। त्यसको पछि चाहिँ अनि उठेर यसोरी जाँदाखेरि तुरुन्त नगएर हाम्रो खुट्टाको मुनि हातले पनि खुट्टाले पनि धेरै किराहरू अनि खुट्टा र हातको द्वारा धेरै किराहरू मर्न सक्छ। त्यसको कारणले त्यो पनि हो। 2मा चाहिँ हाम्रो यहाँ तराईतिर धेरै गर्मी भएको कारणले किरा धेरै हुन्छ। त्यसको कारणले अब त्यो किराहरू चाहिँ धेरै मर्नुहुन्छ। त्यसको कारणले पहिला मैले खुट्टाको तल र हातलाई अनि कङ्तिलको ngak भन्ने एउटा छ, ओम खरे चरा गण हुङ ह्री सोहा भनेर चाहिँ अनि त्यो मन्त्रहरू गरेर जापेर मन्त्र गरेर फुफु गर्ने। आज मेरो खुट्टा र हातको तल जति अनि किराहरू मरेको हुन्छ त्योहरू सबै मलाई त शक्ति छैन, तर भने मन्त्रको बौद्धको एउटा मन्त्रको शक्तिले उनीहरू सबै अनि एउटा मानव जीवन राम्रो एउटा पाओस्, सुख होस् भनेर चाहिँ प्राप्त गर्ने। त्यो गरेर अनि उठेर यताउता टोयलेटतिर जाँदाखेरि चाहिँ अनि गुरुको नाम अनि त्यस्तो मन्त्रहरू जापेर खास गरेर चाहिँ बुद्धिको मन्त्र जापेर ओम हरपसनादि ओम हरपसनादि ओम हरपसनादि ओम हरपसनादि दिदी 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 त्यस्तो जापेर यता जाने अनि मुख सुगर के अरे टोयलेटहरू गर्ने। त्यसमा पनि अझै छ त्यो दिशा पिसा गर्नु बेलामा चाहिँ त्योहरू सबै धर्ममा जानुको लागि धर्ममा लाग्नुको लागि अब हाम्रो कोही किराहरू मानव नभएको अनि त्यस्तो किरादेखि लिएर भूतसुतदेखि लिएर अनि त्यस्तो धेरैहरू छ। कोहीहरू चाहिँ त्यो दिशा पिसा त्यो हाम्रो दिशा पिसा खाएर जीवन खर्च त्यो गर्नुपर्ने निभाउनुपर्ने के अरे जीवन चलाउनु पर्ने हुन्छ। त्यसको कारणले आफूले
किरादेखि लिएर सबैले मेरो दिशा पिसाहरू सबै दानमा दिँदैछु भनेर सोचेर चाहिँ उहाँलाई दानमा दिने। अनि त्यो सँगै अब यस्तो हामीले के अरे दिशा दिशा गर्नु बेलामा चाहिँ ओम आ वीटा आहारपे सोहा भन्ने। फेरि हामीले पिसाब फेर्दाखेरि चाहिँ ओम आ मूत्र आहारपे सोहा भन्ने। फेरि सिङ्गन यस्तो पुसेर फ्याल्दाखेरि चाहिँ ओम आ सिङ्गन आहारपे सोहा भनेर यसो गरेर मनदेखि धानमा दिएको छ। त्यो मैले यो दिएको कारणले उसलाई सुख होस् दुःख नहोस् भनेर चाहिँ राम्रो गरेर चाहिँ सोच्ने। त्यो गर्यो भनेदेखि दिशा पिसाब गर्छ, त्यो सिङ्गन पुस्छ, त्यो अरू सबै धर्ममा जान्छ भनेर चाहिँ अनि त्यस्तो हुन्छ। अनि त्यो गङ्गुरको भित्र भनेको छ। त्यो जस्तो गरेर चाहिँ त्यो सकेर अनि जिउहरू धुने, मुख धुने। त्यो बेलामा भने अगाडि इष्टदेव आफ्नो गुरु इष्टदेव छ भनेर म उहाँदेखि पानीको वाङ भन्छ, पानीको अभिषेक छुई वाङ भन्छ, छुई वाङ अभिषेक लिँदैछु भनेर सोचेर फेरि धारा यसोरी खोलेर पानी आउनु दिने। फेरि पहिला चाहिँ यसोरी चढाउने, त्यसको पछि अनि आफैले हात यसो ओम आहु ओम आहु ओम आहु भनेर चाहिँ मुख सुखहरू सबै राम्रो गरेर धुने। जिउ धुने पनि हुनसक्छ, त्यो गऱ्यो भने हुन्छ। त्यो गऱ्यो भनेदेखि जति तपाईँले पानी प्रयोग गर्छ, साबुनदेखि त्यो गर्छ, अनि त्यो धुइकोहरू जिउ धुइको मुख धुइको सबै धर्ममा लाग्छ। त्यस्तो हुन्छ त्यो गर्ने। त्यसको पछि चाहिँ अनि आफ्नो कोठामा पूजा कोठामा गएर अनि 3 चोटि पाइला टोक्नुपर्छ। यसले लाङछाक भन्छ। बिहान उठेर 3 चोटि टोक्नुपर्ने चाहिँ हुन्छ। त्यो चाहिँ गर्ने। त्यो 3 चोटि ढोकिसकेर तुरुन्त त्यो कामहरू गर्नु हुँदैन। अनि त्यो पहिला चाहिँ आफ्नो मनलाई शुद्ध बनाउने अनि पूर्व आवेश पूर्व सोचहरू राम्रो बनाउन लागि अलिकति 3 मिनट जस्तो 5 मिनट जस्तो अनि मोटिभेसन मेडिटेसन भन्छ, कुलुङ चेपे घुम भन्छ, पूर्व आवेशको त्यो ध्यान चाहिँ गर्ने। त्यहाँदेखि आफ्नो मन चाहिँ शुद्ध बनाइसकेको पछि अनि मूल विषय के अरे त्यसको पछि चाहिँ अनि घर सफा गर्ने, त्यो देवताहरूले पानी चढाउने त्योहरू गर्ने। अनि त्यसको पछि चाहिँ अनि मूल विषयको ध्यान आवेश चाहिँ गर्नुपर्छ है। अब मैले अघि बिहान त्योहरू सबै गरिसकेँ। त्यो गरिसकेर अब यहाँ आयो। यहाँ आएर चाहिँ हामी सबैसँगै बसेर पूर्व आवेश गरिसक्यो है। अब हामी कहाँ पुगेको छ? मूल विषयमा ध्यान आवेश गर्नेमा पुगेको छ। अब म ध्यानको कुरामा भन्छु है। ध्यान भन्ने चाहिँ अनि कस्तोलाई भन्छ? हाम्रो बौद्ध शास्त्रमा चाहिँ ध्यान भन्ने चाहिँ कस्तोले भन्छ भनेर हामीले थाहा हुनुपर्छ। त्यसो कारणले मैले आज यहाँ अझ पनि भन्छु, तपाईँहरू राम्रो जानकार हुनुको लागि भोलि पनि फेरि दोहोऱ्याएर भन्छु है। आज एउटा भन्छु है, यहाँ सबैले मनमा राख्नुहोस्। ध्यानको विषयमा जान्ने हो भनेदेखि पहिला छुएको भाषा छुएमा भनेको छ घुमघिङ हो भनेको चाहिँ ध्यानको लक्षण है। दोस्रो घुमघि मिक्पा भने चाहिँ ध्यानको आलम्बन विषय त्यो हो। अनि तेस्रो घुम्जी गिल्लो भने चाहिँ ध्यानको चित्ता है। चौथोमा घुम्बे छावा भने चाहिँ ध्यानको कर्म है। त्यसको पछि पाँचौँमा चाहिँ घुम्गी खोपा भने चाहिँ ध्यानको कारण है। अनि ध्यान गरेको फाइदा लाभ भनेको। छोटोमा चाहिँ घुम्की येवा भने चाहिँ ध्यानको अङ्ग है हो। त्यहाँ यो छोटा कुरा चाहिँ मनमा राख्नुपर्छ है। फेरि भन्छु है, ध्यानको लक्षण, ध्यानको आलेबन या ध्यानको विषय, तेस्रोमा चाहिँ ध्यानको चित्ता, चौथोमा चाहिँ ध्यानको कर्म, पाँचमा चाहिँ ध्यानको कारण या ध्यान गरेको लाभ, अनि छठौँमा चाहिँ ध्यानको अङ्ग हो। यो
छवटा कुरा चाहिँ मनमा राख्नुपर्छ। अब त्यसमा चाहिँ पहिला म के भन्न चाहन्छु भनेदेखि यो भन्न चाहन्छु घुम्की खोपा ध्यानको कारण या ध्यान गरेको लाभ अलिकति भन्न चाहन्छु। अब यहाँ यो आउँछ ध्यान किन गर्नुपर्छ, ध्यान गर्नुपर्ने कारण के हो भनेको त्यो चाहिँ हुन्छ होइन। ध्यान चाहिँ हामीले नगरे पनि हुन्छ नि, हामीले किन ध्यान चाहिँ गर्नुपर्ने छ भनेदेखि अब त्यसमा ध्यान गर्नुपर्नेको कारण चाहिँ अब मैले यो नेपालीको शब्दहरू चाहिँ हेर्दैछु। अब ठिक छ, अब यो भन्छु तृप्तिमा चाहिँ के भन्छ भनेदेखि ध्यानको के अरे छेउमा चाहिँ ध्यानको अनि ध्यान गर्ने कारण या ध्यान गऱ्यो भने लाभ के हुन्छ भनेदेखि दुई। एउटा लाभ चाहिँ तत्कालको फाइदा है, तत्कालको लाभ तत्कालको फाइदा, एउटा चाहिँ भविष्यको फाइदा, त्यो दुई छ। ध्यान गऱ्यो भनेदेखि फाइदा के छ भनेदेखि दुई, तत्कालको फाइदा र भविष्यको फाइदा। तत्कालको फाइदा के हुन्छ भनेदेखि छेउमा के भन्नुहुन्छ राङ सेम यो वाङदो सोङ सेम न्यमङदो वाङदो सोङ सेम धी वाङ्गी लेसा धी वाङ्गी दुङ्गालवर ख्योरु भनेको छ। यसको मतलब यदि हामीले ध्यान भने चाहिँ नगर्यो भनेदेखि हाम्रो मन हाम्रो चित्त चाहिँ अनि त्यो के अरे रिस राग जस्तो क्लेशको न्युमुङ्गी सेवाङ्चे यदि हामीले ध्यान नगर्यो भनेदेखि हाम्रो चित्त हाम्रो मन चाहिँ क्लेशको अनि भर परेर भासमा क्लेशको भासमा पर्छ। क्लेश र राग क्लेशको भासमा पर्यो भनेदेखि अनि हामीले अकुशल कर्म गर्छ। अकुशल कर्म गर्यो भनेदेखि त्यहाँदेखि आफूले यो जिन्दगीमा पनि दुःख हुन्छ, पछिको जिन्दगीमा पनि दुःख हुन्छ। त्यसको कारणले आफ्नो मनलाई आफूले अनि त्यो के भन्छ कन्ट्रोल नियन्त्रण आफ्नो मनलाई आफूले नियन्त्रण गर्नु सक्नुपर्छ। त्यसको कारणले ध्यान गर्नुपर्छ भनेको यो मनमा राख्नुहोस्। ध्यान गर्यो भनेदेखि तत्कालको फाइदा के हुन्छ, आफ्नो मनलाई आफूले नियन्त्रण गर्नु सक्छ। त्यो गर्नु सक्यो भनेदेखि आफ्नो मनलाई आफूले चाहिँ ल मैले यो नसोच्ने, म यो सोच्छु, म धर्म यो सोच्छु, म यो कुशल कर्म चाहिँ म सोच्छु, म मायाको ध्यान गर्छु, धयाको ध्यान गर्छु, बुद्धको ध्यान गर्छु। आफूले आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने हुन्छ हो, त्यो चाहिँ तत्कालको फाइदा हो। भविष्यको फाइदा चाहिँ के हो भनेदेखि अनि ध्यान अभ्यास गर्दै गयो भनेदेखि अनि के हुन्छ, पहिला यदि हामीले बुद्धलाई ध्यान अभ्यास गर्यो भनेदेखि बुद्ध रत्न धर्म रत्न के अरे त्यसलाई ध्यान अभ्यास गर्यो भनेदेखि के हुन्छ भनेदेखि बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको अनि आशीर्वाद आफूलाई पाउँछ, प्राप्त हुन्छ। त्यहाँदेखि त्यो भयो भने के हुन्छ, बिस्तारै मनको माथि केही गुणहरू शक्तिहरू चाहिँ पाउँछ। त्यो पाएर चाहिँ बिस्तारै विकास हुँदै गयो भने अनि त्यो के अरे शेरविनिङ्बो भन्ने हाम्रो छेउमा तत्या था गाते गाते परा सम गाते बुद्धि सोहा भनेको छ। त्यो पाँचवटा मार्ग है, गाते गाते पारा गाते परासम गाते भनेर पाँचवटा मार्गको गुणहरू ज्ञानहरू सबै आफूले प्राप्त हुन्छ। त्यो भएदेखि अनि अन्तिममा हामी कहाँ पुग्छ भनेदेखि हाम्रो मन चाहिँ बुद्ध भनेको भूमिमा पुग्छ। त्यसो कारणले आफ्नो मन अब छोटकरीमा भन्नेदेखि आफ्नो मन चाहिँ बुद्धको मन त्यस्तो हुन्छ। त्यस्तो भएर आफू बुद्धता प्राप्त
गर्न सक्ने हुन्छ त्यो चाहिँ भविष्यको अनि लाभ भनौँ फाइदा चाहिँ त्यो हो यो दुई कुरा चाहिँ थाहा भएर ध्यान अभ्यास गर्यो भनेदेखि यस्तो फाइदा छ रहेछ भनेर थाहा भएर ल अब म आजदेखि नै ध्यान अभ्यास गर्छु भनेर त्यस्तो मन हुनुपर्छ यो एउटा अब त्यसको पछि यदि ध्यान गर्नुपर्छ भनेको कारण यो हो भनेदेखि अब ध्यान भने चाहिँ कसलाई भन्छ भनेर थाहा हुनुपर्छ त्यसलाई घुमघुम हो भन्छ ध्यान भने चाहिँ हाम्रो छेउमा के भनेको छ भनेदेखि ध्यान भने चाहिँ हाम्रो चित्तलाई हाम्रो मन चाहिँ चित्त चाहिँ एउटा कुशल चिजको माथि अनि राखेर आफ्नो मन चाहिँ त्यो कुशल चिजको सँग धेरै अनि नस्तिक बनाउने त्यो बनाएर चाहिँ त्यो बनाउने हाम्रो मन चाहिँ कुशल चिजसँग बानी बनाउने त्यो छेउमा के भन्नु छ गोङ्गी मोने रङ्गी सेम केवेमी पाला याङदु जीवर छेपा खोम्बर छेपा भनेको छ रङ्गी सेम भने चाहिँ आफ्नो मन केवेमिक्पा भने चाहिँ कुशलको चिज त्यसमा राखेर कुशलको चिजमा राखेर जीवर छेपा भने चाहिँ नस्तिक बनाउने खोम्बर छेपा भने चाहिँ बानी बनाउने त्यो हाम्रो मन चाहिँ अहिले अकुशलको चिजमा जान्छ नि रिस राग त्यस्तो फाल्तुको चिजमा मन यता गएर बिहानदेखि बेलुका नसुन्नेसम्म जहिले पनि मन चाहिँ अकुशलको चिजमा गएर त्योसँग चाहिँ धेरै बानी भइसकेको छ अब त्यो नराम्रो बानी चाहिँ बिस्तारै बिस्तारै छोडेर राम्रो बानी हाम्रो मन चाहिँ कुशलको चिजमा अहिले यहाँ कुशलको चिज उदाहरणमा गऱ्यो भनेदेखि बुद्ध हाम्रो मन चाहिँ बुद्धसँग बानी बनाउने हाम्रो मन चाहिँ धर्मसँग बानी बनाउने हाम्रो मन चाहिँ अनि सङ्घसँग त्यो बानी बनाउने त्यस्तो मन चाहिँ कुशलको चिजको माथि अनि बानी बनाउन सक्ने उहाँसँग नस्तिक भयो भने त्यसको अनि त्यो के अरे आशीर्वाद चाहिँ हामीले पाएर अनि मन चाहिँ शुद्ध मन शान्ति मन सुख मनलाई धेरै राम्रो त्यस्तो हुन्छ हो त्यसको कारणले गुम भने ध्यान भने चाहिँ के हो भनेदेखि यसको मतलब आफ्नो मन चाहिँ एउटा कुशलको चिजमा राखेर चाहिँ बानी बनाउनेलाई ध्यान भनेको चाहिँ मतलब चाहिँ त्यो हो आवेश भनेको चाहिँ के हो भनेदेखि त्यसमा 3 किसिमको हुन्छ जिउद्वारा गर्ने आवेश कायाको आवेश हुन्छ कायाद्वारा गर्ने आवेश वचनद्वारा गर्ने आवेश अनि चित्तद्वारा गर्ने आवेश 3 हुन्छ तर ध्यान भनेदेखि मनले गर्ने हो कायादेखि ध्यान गर्ने त्यो के अरे वचनद्वारा ध्यान गर्ने छैन चित्तद्वारा ध्यान गर्ने त्यो थाहा हुनु पर्यो ध्यान अभ्यास भनेको विषयमा चाहिँ यति भनौँ अब त्यसको पछि ध्यानको अलावन ध्यानको विषय चाहिँ के हो भनेदेखि ध्यानको विषयमा धेरै किसिमको हुन्छ हाम्रो सूत्रमा भनेको ध्यानको विषय हुन्छ तन्त्रमा भनेको ध्यानको विषय हुन्छ धेरै किसिमको छ तर पहिला हामी सर्व बौद्धहरूले पहिला हामीले जानकार गर्नुपर्ने र थाहा हुनुपर्ने चाहिँ हामीले ध्यान गर्ने बेलामा ध्यानको अवलम्बन भनौँ विषय भनौँ त्यो चाहिँ के हो भनेदेखि बुद्ध त्यसो कारणले मैले अहिले तपाईँहरूले बुद्धको फोटो दिएको छ त्यसलाई यो राप्नेहरू सबै गरिसकेको छ त्यो बुद्धलाई अनि पहिला आँखाले राम्रो हेरेर अनि उहाँको काया उहाँको मुख झ्याल भन्छ त्यो राम्रो गरेर आँखाले हेर्ने फेरि आँखा चिप्ने मनमा आउनु दिने त्यो मनमा नआयो भनेदेखि फेरि आँखाले राम्रो हेर्ने फेरि मनलाई आउनु दिने फेरि आँखाले राम्रो हेर्ने त्यो मनमा चाहिँ आउनु दिएर अनि त्यो फोटो चाहिँ गोजीमा राखौँ कहाँ राख्यो भने राखेर चाहिँ अनि मनमा आएको बुद्धको रूप चाहिँ अनि हामीले मनले समात्न सकेर
अनि त्यसले चाहिँ अनि के भन्छ अघि भनेको जस्तो बानी बनाउनु पर्छ मनको भित्र ठ्याक्कै आउनु दिनुपर्छ है त्यसको कारणले यहाँ सबैले नबिर्स्नु है ध्यानको अवलम्बन भनौँ विषय चाहिँ के हो भनेदेखि बुद्धको रूप मनमा आउनु दिएर अनि मनमा आएको बुद्धको रूप चाहिँ ध्यानको अवलम्बन हो ल आँखाले हेरेको छ होइन है आँखाले देखेको चाहिँ मनमा आउनु दिएर मनमा आएको बुद्धको हो अनि चित्त भनौँ रूप चाहिँ हो यो चाहिँ नबिर्स्नु अब त्यसको माथि अब ध्यान गर्नु बेलामा चाहिँ अनि ध्यान चाहिँ कसले गर्छ चित्तले मनले तर मनको भित्र नराम्रो मन छ राम्रो मन छ धेरै किसिमको मन हुन्छ नि रिस रागले ध्यान गर्छ गर्दैन नि अब मन चाहिँ कसले ध्यान गर्छ भनेदेखि मनको भित्र भएको याद भने चाहिँ ठेम्बा भन्छ ठेम्बा यादले ध्यान चाहिँ गर्नुपर्छ त्यसो कारणले तपाईहरुले मलाई एकचोटि हेर्नुस् त है मेरो यहाँ के छ बुद्धको अनि त्यो फोटो बुद्धको मूर्ति छ हैन अब यो चाहिँ के भयो उतरण ध्यानको अवलम्बन भयो है अब मेरो हात चाहिँ यहाँ छ नि खाली यो चाहिँ के भयो ध्यानको अनि चित्तको उतरण अब ध्यानको चित्त धेरै भएको कारणले यो चाहिँ के भयो भने हाम्रो याद छ नि यादको उतरण है यादको उतरण है यो हातले यो मूर्ति चाहिँ यसरी समात्यो भनेदेखि यो मूर्ति चाहिँ उता जाँदैन यता जाँदैन तल खस्दैन है नसमात्यो भने खस्छ त्यही दोस्तो हाम्रो यादले अघि मनमा आउनु दिएको बुद्धको रूप छ नि हाम्रो यादले त्यो बुद्ध मनमा आएको बुद्धको रूपलाई यसरी समात्नु पर्छ यादले थाहा भयो त्यो समात्नु सक्यो भनेदेखि अनि त्यो यादले बुद्धको त्यो रूप चाहिँ समातेर यसरी 1 मिनेट 2 मिनेट यसरी बस्नु सक्नुपर्छ हो त्यसो कारणले बुद्धले के भनेको छ छेमा गोमगी चावाने ठेम्बा हो भनेको छ गोमगी चावाने ठेम्बा हो भनेको मतलब चाहिँ के हो ध्यानको मूल चाहिँ याद हो नबिर्सिनु है के भन्नुभयो ध्यानको मूल चाहिँ याद भनेछ हो भन्यो त्यसो कारणले जति हाम्रो याद चाहिँ अनि शक्ति हुन्छ विकास भयो भनेदेखि अनि ध्यान पनि विकास हुन्छ हाम्रो याद चाहिँ जति अनि त्यो के भन्छ कमजोर भएदेखि अनि ध्यान पनि कमजोर हुन्छ त्यसो कारणले याद भन्ने चाहिँ धेरै ठुलो कुरा हो भनेर भन्न चाहन्छु यो चाहिँ गोम्चे गिल्लो ध्यानको चित्त भनेको विषयमा अब यहाँ आयो गोम्बे छावा भने चाहिँ ध्यानको कर्म है गोम्बे छावा ध्यानको कर्म अब यहाँ चाहिँ हामीले एउटा कुरा चाहिँ थाहा हुनुपर्छ यहाँ हेर्नुहोस् है अब मैले यो यादको उतरण हो नि यो बुद्धको रूपको उतरण हो नि यहाँ अब मैले यो समात्यो एकचोटि फेरि खस्यो फेरि समात्यो फेरि खस्यो हैन तर एकचोटि समाते फेरि खसेर पनि फेरि एकचोटि समात्नुपर्छ यसरी धेरै गर्नुपर्छ त्यसो कारणले यादले बुद्धको रूप चाहिँ ठक्कै याद गर्ने फेरि नराम्रो कल्पनाहरू आएर चाहिँ यताउता जान्छ फेरि आफूले त्यो याद चाहिँ त्यो याद गरेर भएन मेरो ध्यान चाहिँ फेरि राम्रो भएन भने फेरि त्यस्तो गर्नुपर्छ अब त्यसमा चाहिँ सबैले यहाँ नबिर्सिनु है 5 कुरा चाहिँ नबिर्सिनु यहाँ के छ यहाँ हेर्नुहोस् त यहाँ के छ रहेछ खम्बा हैन खम्बा अब त्यो खम्बाको अगाडि चाहिँ हाम्रो बाँदर जस्तो कुकुर जस्तो एउटा यहाँ राख्नुपर्ने हुन्छ हैन उतरणमा अब त्यो खम्बा र त्योहरू यहाँ राख्यो भनेदेखि बस्छ कि बस्दैन भनेदेखि बस्दैन है एकचोटि राखेर बस्दैन अब त्यसले चाहिँ के गर्नु पर्यो डोरीले बाँध्नु पर्यो त्यो कुकुर चाहिँ अनि खम्बासँग डोरीले बाँध्नु पर्यो
डोरी चाहियो है खम्बा कुकुर डोरी फेरि डोरीले त्यो बाँधेर मात्रै भएन चोर आउँछ चोर आएर कुकुर त्यहाँ डोरीदेखि निकालेर फेरि ल्याएर जान्छ फेरि चोर आउँदाखेरि थाहा हुने पुलिस चाहिएको हुन्छ पुलिस त्यो पाँचवटा कुरा हुन्छ रहेछ नि खम्बा कुकुर डोरी चोर अनि पुलिस त्यही जस्तो गरेर चाहिँ बौद्ध शास्त्रमा के भन्छ भनेदेखि खम्बा चाहिँ के हो अघि भनेको त्यो के अरे ध्यानको आलम्बन भनेको त्यो अब अहिले हामी बुद्धले गर्ने हो कि बुद्ध हो है खम्बा उतरण चाहिँ बुद्धको खम्बा दोस्तो बुद्ध अब खम्बामा अनि के राख्नु पर्यो कुकुर राख्नु पर्यो त्यही दोस्तो बुद्धको रूपमा हाम्रो चित्त मन चाहिँ छक्कै राख्नु पर्यो त्यो दुई है अब त्यो कुकुर चाहिँ त्यहाँ बस्नुको लागि खम्बाको सँग बस्नुको लागि डोरी चाहियो त्यही दोस्तो हाम्रो मन चाहिँ बुद्धमा यसरी राखेर बस्नु सक्नको लागि डोरी दोस्तो के चाहियो याद चाहिँ डोरी हो है डोरीले त्यहाँ भनेको दोस्तो याद अब 14 मा चाहिँ के भयो भनेदेखि फेरि यादले चाहिँ हाम्रो चित्तले त्यो बुद्धको मूर्तिमा यसरी राख्यो रूपमा राख्यो अलिकति बस्यो फेरि त्यो बेलामा के आउँछ नराम्रो कल्पनाहरू आउँछ है नराम्रो कल्पनाहरू चाहिँ के भयो चोर अघि चोर भने अब त्यो चोर आएर फेरि त्यो के अरे कुकुर चाहिँ ल्याएर जान्छ त्यही दोस्तो नराम्रो कल्पनाहरू आएर हाम्रो मन चाहिँ बुद्धको रूपमा बस्न नदिएर फेरि यताउता ल्याएर जान्छ अब त्यो बेलामा चाहिँ हामीले के चाहियो पुलिस दोस्तो चाहिँ के हो भनेदेखि पुलिस दोस्तोलाई चाहिँ यहाँ खरस ठिक सम्प्रजाने भन्ने चाहिँ छ नि त्यो चाहिँ पुलिस दोस्तो हो सम्प्रजानेले के गर्छ मेरो मन चाहिँ बुद्धको रूपमा बसेको छ कि छैन भनेर हेर्छ पुलिसले हेरेको दोस्तो है त्यस्तो गरेर सम्प्रजानेले तुरुन्त थाहा हुनुपर्छ सम्प्रजानेले ल नराम्रो कल्पनाको चोर चाहिँ आएर मेरो मन चाहिँ बुद्धको रूपमा बस्नु नदिएर चोरेर गयो भनेर थाहा भएर तुरुन्त त्यहाँ यस्तो गर्नु हुँदैन भनेर मन चाहिँ त्यहाँबाट यता तान्नुपर्छ है कुकुर ल्याएर गयो भनेदेखि त्यो कुकुर चाहिँ यसरी तानेर यता राखेको दोस्तो मनलाई चाहिँ यसरी बस्नुहोस् है मनलाई यसरी तानेर चाहिँ ठक्कै अनि त्यो के अरे बुद्धको रूपको माथि फेरि राख्नुपर्छ हो त्यो पाँचवटा कुरा चाहिँ पाँचवटा उदाहरण छ पाँचवटा अनि के अरे शब्दहरू मारे ध्यानदाधिकार छ अर्थ पाँचवटा उदाहरण र पाँचवटा अर्थ चाहिँ मनमा राख्नुपर्छ त्यो राखेर अनि हामीले अब बुद्धलाई ध्यान गर है भन्ने बेलामा ध्यान गर्ने पहिलो ध्यान गर्दाखेरि राम्रो हुन्छ किनभने सुरुवात हो नि राम्रो हुन्छ त्यो ध्यान गरेर फेरि 1 मिनट 2 मिनट पछि कल्पना नराम्रो आएर चाहिँ मन चाहिँ यताउता जान्छ त्यो बेलामा तुरुन्त हे गुरुले यस्तो भन्यो है अब मेरो मन चाहिँ त्यहाँ गयो हुँदैन तान्नुपर्छ भनेर फेरि मन यता तानेर फेरि बुद्धको रूपमा राख्ने फेरि जान्छ फेरि गएको चाहिँ थाहा हुनुपर्छ है थाहा भएर फेरि तान्ने फेरि राख्ने हो यसरी गरेर 1 मिनट पहिला गर्ने त्यहाँदेखि अलिकति फेरि रेस्ट लखर्छ आराम गर्ने फेरि त्यसको पछि 1 मिनट ध्यान गर्ने फेरि रेस्ट गर्ने त्यो राम्रो भएदेखि अनि 2 मिनट गर्ने त्यसको पछि रेस्ट गर्ने हो यसरी गर्नुपर्छ अब यहाँ राम्रो गरेर मैले भनेछु है ल अब सबैले ध्यान सुरु गर्ने है ध्यान यसले चाहिँ बस्नु तरिका चाहिँ अलिकति हामीले थाहा हुनुपर्छ पहिला ध्यान गर्नेहरूले चाहिँ बस्नु तरिका चाहिँ धेरै महत्त्वपूर्ण हो ध्यान गर्दै गर्दै गएर ध्यान राम्रो भइसकेको पछि बस्नु तरिका चाहिँ यति ठुलो होइन है जान्दै जान्दै ध्यान गर्न सक्छ जो पनि गर्न सक्छ अब अहिले चाहिँ बस्नु तरिका चाहिँ ठुलो हो त्यसमा चाहिँ छेउमा के भनेको छ लु डोङ न चा डोङ न लुङ डोङ न नम्से सेल भनेको छ त्यसको मतलब चाहिँ
जिउ बस्ने तरिका चाहिँ जति राम्रो भएदेखि हाम्रो भित्र भएको नसाहरू अनि राम्रो बस्छ, काम राम्रो गर्छ। नसा राम्रो बसेर काम राम्रो गर्यो भनेदेखि नसाको भित्र भएको वायुहरू पनि धेरै राम्रो जान्छ, राम्रो काम गर्छ। वायु काम राम्रो गर्नेदेखि हाम्रो मन धेरै क्लियर, मन चाहिँ सफा, के अरे प्रकाश जस्तो अलिकति त्यो हुन्छ। त्यो भएदेखि ध्यान गर्ने बेलामा राम्रो हुन्छ। त्यसको कारणले जिउ बस्ने तरिका चाहिँ सिक्नुपर्छ भन्छ। अब यहाँ हेर्नुहोस्, पहिलो खुट्टा, अब खुट्टा लामो लामो भएको हो भनेदेखि त धेरै राम्रो हुन्छ। दोर्ची किल्टुङ भन्छ, वज्रासना भनेर यो यसरी राख्ने हो। सक्यो भने, सक्छ भनेदेखि यसरी गर्ने है, सक्छ भने यसरी गरेर बस्ने है। यदि अब खुट्टा सानो भएर, सानो भनौँ कि छोटो भएर, त्यसको माथि मोटो भएर खुट्टा चाहिँ राम्रो हुँदैन भनेदेखि, अब यहाँ हेर्नुहोस् है, दोस्रोमा यो चाहिँ सबैले गर्नु सक्छ। लामो खुट्टा होस्, छोटो खुट्टा होस्, यसरी राख्नु, यति माथि राख्नु पर्दैन। यो पहिला के अरे बायाँको खुट्टा चाहिँ पहिला भित्र, अनि त्यसको पछि चाहिँ अनि दायाँ खुट्टा चाहिँ अगाडि। पहिला बायाँ गर्नुहोस् त सबैले, पहिला बायाँ होइन, राइट होइन, लेफ्ट। पहिला देब्रे खुट्टा चाहिँ पहिला भित्र है, त्यसको पछि चाहिँ अनि दायाँ है। यो त सक्छ नि, यो चाहिँ गर्ने ल। यो आनन्द छ, म जहिले पनि यसरी बस्छु। अब खुट्टा बस्ने तरिका चाहिँ सिकाइसक्यो है। नोबुचिता त कुन डिग्दो काङबा तनबाजी तस छ। खुट्टा बस्ने तरिका भयो ल। अब यस्तो गर्नुहोस्, यहाँ पहिला तपाईँहरूको फोटो चाहिँ गोजीमा एकछिन राख्नुहोस् न। ओ तल नराख्नुहोस् है, पाप हुन्छ। गोजीमा राख्ने या यहाँ राख्यो पनि हुन्छ, आफ्नो त्यो एकछिनको लागि, एकछिनको लागि। अब यहाँ हेर्नुहोस्, खुट्टा तरिका भइसक्यो। अब हात, बायाँ हात, देब्रे हात पहिला यो मुन्नी हुनुपर्छ है, देब्रे। अब यो राइट दायाँ हात, यसको माथि, देब्रे हातको माथि दायाँ हात ठक राख्नुहोस् है। देब्रे हातको माथि दायाँ हात है, यो चाहिँ यहाँसम्म पुग्नुपर्छ, यसरी है। यसो गयो भने हुँदैन यहाँ। अनि यो उम्लत हो, औँलत छ नि, औँलत दुईवटा चाहिँ यसरी गरेर यहाँ हेर्नुहोस् है, ल भयो। अनि हाम्रो पेटको तल्ला अलिकति यसो राख्नुहोस्। यहाँ मलाई हेर्नुहोस् है, यहाँ यसरी गरेर पेटको मुन्नी, यो हात चाहिँ यहाँ पुग्यो पनि हुन्छ, के हुँदैन। ल आनन्द। यो चाहिँ हात बस्ने तरिका चाहिँ यो हो है। यदि हातलाई के आफ्नो के हुन्छ नि, यस्तो दुख्ने खालको आफ्नो त्यो बिमार यस्तो छ भनेदेखि के हुँदैन, यसरी बसे पनि हुन्छ, आनन्द। यसरी पनि ध्यान गर्नु मिल्छ भन्छ है। अब भयो भने यसै गर्ने। दोस्रो चाहिँ सिद्धियो है हातको विषयमा। अब जिउ सिधा हुनुहोस्। आफ्नो जिउ छ नि, खास गरेर खर्सा दिङ जो गिल्सिक्थी नेरुदण्ड चाहिँ अनि सिधा हुनुपर्छ। मेरुदण्ड चाहिँ अनि सिधा हुनुपर्छ है, मेरुदण्ड। मेरुदण्ड हो। मेरुदण्ड चाहिँ मेरुदण्ड चाहिँ तीर जस्तै सिधा हुनुपर्छ है, मेरुदण्ड। अब त्यसको पछि चाहिँ
पुङबो घोषोदर क्याङबा भने चाहिँ नेपालीमा अखुरा सिधा अखुरा रेदोवाती ए पखुरा रे पखुरा पखुरा चाहिँ सिधा हुनुपर्छ पखुरा पखुरा चाहिँ सिधा है अनि त्यसको पछि चाहिँ गान्धी चाहिँ अनि अलिकति निहुरेर बस्नु पर्यो है घाँटी चाहिँ अलिकति निहुरेर धेरै यसो पनि नगर्ने धेरै यसो पनि नगर्ने यसोरी अलिकति त्यो यसोरी बस्नु अनि आँखा के अरे अब मुख छ नि मुख चाहिँ साधारणमा राख्नु है 1 घन्टा 2 घन्टा यस्तो ध्यान गर्नु हो भनेदेखि अनि जिब्रो चाहिँ माथि यसोरी अब जिब्रो यस्तो हुन्छ नि यसोरी माथि टुप्पामा यसो राख्नुपर्छ त्यसले पानी चाहिँ के अरे मुखको त्यो छिमा राल त्योहरू चाहिँ बाहिर जाँदैन भन्छ त्यो हो अनि त्यसको पछि चाहिँ आँखा हो आँखा चाहिँ सक्यो भनेदेखि नाकको टुप्पामा यसोरी राख्ने यदि त्यो नभएदेखि अगाडि यसोरी राख्यो भने हुन्छ है ल यहाँसम्म चाहिँ अनि टाउको चाहिँ टोक्योल खर्छ भाङ्गे यस्तो नगरेर सिधा राख्ने त्यो टाउको चाहिँ सिधा अलिकति निरुनु पनि अघि भनिसक्यो है यहाँसम्म चाहिँ जिउ बस्ने तरिका साथ भने चाहिँ त्यो जिउ बस्ने तरिका साथ है अब यहाँ चाहिँ धेरै महत्त्वपूर्ण कुरा एउटा चाहिँ भन्छु है ध्यानको गुरुहरूले के भन्नुहुन्छ भनेदेखि ध्यान गर्नु बेलामा यो सातवटा जिउ बस्ने तरिका सातवटा नियममा बस्नुपर्छ भन्छ पहिला ध्यान गर्नेहरूले है तर त्यसमा चाहिँ आफूले अनि अनुभव भएर आफूले हेर्नुपर्छ के मैले यसोरी बस्नु बेलामा मेरो जिउ चाहिँ अनि ध्यानको लागि ध्यान गर्नुको लागि अनि ठिक छ कि छैन आनन्द छ कि छैन त्यो आफूले महसुस गरेर थाहा हुन्छ हैन त्यसो कारणले जिउलाई आफूले त्यसो बसिसकेपछि अब मेरो जिउ यसरी बस्यो भनेदेखि मलाई ध्यान गर्नुमा धेरै राम्रो रहेछ ध्यान गर्नु सक्दो रहेछ भनेर छेउको भाषामा के भन्छ लु लेसुरुवा गोम ग्याबा थी छे लु लेसुरुवा दु मिन्दु त भन्छ नि यसको मतलब ध्यान गर्नु बेलामा आफ्नो जिउ चाहिँ ठक्कै ध्यानको लागि अनि राम्रो छ कि छैन भनेर चाहिँ हेर्नुपर्छ भने त्यो हेर्नु सबैले आफ्नो आफ्नो जिउ ठिकै छ कि आनन्द छ कि त्यो हेर्नु त्यसमा चाहिँ ध्यान यसो गर्दाखेरि यता त्यो जिउ दुईको दोस्रो टाउको दुख्ने जस्तो अनि भित्रको रगतहरू नराम्रो गएको जस्तो वायुहरू नराम्रो गएको जस्तो अनि त्यस्तो भएदेखि राम्रो होइन बाहिर चाहिँ नियममा बस्ने तर भित्र चाहिँ रगतहरू सबै राम्रो जानु दिने अनि वायुहरू राम्रो जानु दिने त्यो आनन्द हुनुपर्ने चाहिँ धेरै ठुलो कुरा हो यो एउटा अब त्यसको पछि अनि गोम घिउन र उक झुगुप भन्छ उक झुगुप भने चाहिँ सास अनि तान्ने सास रुवा सास प्रश्वास सास प्रश्वास अब जो साधारणमा भन्छु सास तान्ने अनि सास जाने बाहिर जान्छ भित्र आउँछ होइन त्यो चाहिँ साधारणमा हुनुपर्छ है ठुलो गर्नुलाई आफ्नो सास त्यो साधारणमा जानेर आने हुन्छ नि त्यसमै राख्ने तर आफ्नो मन चाहिँ सासको माथि राख्नुपर्छ मन चाहिँ सिर्फ सास अरू के पनि नसोच्ने सास मात्र सोचेर चाहिँ बस्नुपर्छ ल 1 मिनट सबै मैले चाहिँ घरि हेर्छु सबैले मन चाहिँ सासमै राखेर सास बाहिर जाँदो रहेछ भित्र आयो बाहिर गयो भनेर सासमै मन राख्ने सोच्ने अरू के पनि नसोच्नु ल 1 मिनट योले चाहिँ के फाइदा छ भनेदेखि मन बाहिर जाने कल्पना नराम्रोहरू
सँग मन जाने त्योहरू सबै टेक्नु सक्छ। त्यो सबै छोडेर चाहिँ मन यता एकमा बस्नु सक्छ। त्यसको कारणले सासलाई ध्यान गरेर 1 मिनेट बस्नु। होला एकछिन आराम गर्नुहोस्। यो चाहिँ पूर्व ध्यान भन्ने चाहिँ यो हो। यो जहिले तपाईँहरूको मन बाहिर जान्छ, ध्यान गर्नु बेलामा बाहिर जान्छ, त्यो तान्नुको लागि यता एकमा राख्नुको लागि चाहिँ धेरै फाइदा गर्छ। त्यो जहिले पनि प्रयोग गर्नुपर्छ। अब यहाँ मूल ध्यानको लागि पहिला अघि भनेको जस्तो आफ्नो आफ्नो बुद्धको फोटो हेर्नुहोस् है एकचोटि। जिउ यसै बस्नुहोस्, जिउ चाहिँ यसै बस्नुहोस् अघि भनेको जस्तो। अब सबैले दर्शन लिनुहोस्। आँखाले बुद्धको कायालाई राम्रो दर्शन लिनुहोस्। खास गरेर हाम्रो मन चाहिँ बुद्धको अनि शाल भन्छ मुखमा, अनि आँखा त्यसमा चाहिँ अनि मन राख्नु सक्यो भने अलि खर्च ल्याउलाबुते सजिलो छ। त्यसको कारणले पहिला चाहिँ बुद्धको काया सबै दर्शन लिने, खास गरेर बुद्धको शाल मुखमा अनुहार बुद्धको अनुहारलाई राम्रो गरेर हेर्नुहोस्। हेरिसकेर आँखा चिम्नुहोस्। आँखा यसो चिमेर मनमा आउँछ कि भनेर हेर्नु त, मनमा आउँछ कि। अब मैले यो धेरै गरेको कारणले मलाई तुरुन्त आउने रहेछ। तपाईँहरू आउँछ मनमा यसोरी। अब आउनु गाह्रो छ भनेदेखि फेरि एकचोटि हेर्नुहोस् आँखाले, फेरि एकचोटि, फेरि आँखा चिमेर मनमा आउनु दिनुहोस्। आयो, फेरि एकचोटि हेर्नुहोस् त। होला, अब फोटो चाहिँ आफ्नो गोजीमा राखौँ। होला, अब ध्यान चाहिँ बुद्धको अनि काया, खास गरेर बुद्धको खर्सा भन्दा शालतिर अनुहार, बुद्धको अनुहार मनमा यसोरी आएको छ नि, हो त्यसमै। अब त्यो चाहिँ ध्यानको आलम्बन हो, विषय हो। अब आफ्नो याद चाहिँ त्यही माथि राख्नुहोस्। आफ्नो याद बुद्धको त्यो रूपको माथि राख्नुहोस्। राखेर चाहिँ हातले त्यो मूर्ति समातेको जस्तो यादले बुद्धको रूप चाहिँ समात्नुहोस्।
त्यसो गरेर चाहिँ अनि 1 मिनेट सबै बस्नुहोस् ल फेरि यदि त्यो गर्नु बेलामा ध्यान गर्नु बेलामा त्यो बाहिरदेखि आवाज जस्तो त्यस्तो आएर मन यसो गयो भनेदेखि तुरुन्त थाहा हुनुपर्छ अघि मैले 5 उदाहरण दियो नि फेरि कल्पना चोर कल्पनाले मेरो मन चाहिँ लिएर गयो भने थाहा भएर फेरि यता तानेर ठक्कै बुद्धको रूपमा राख्नुहोस् फेरि जान्छ फेरि तानेर राख्नुहोस् ल हो ल 1 मिनेट ओलासो एकछिन आराम गर्नुहोस् हजुरहरूको कस्तो भयो अलि अलि हुने रहेछ अलि हुने रहेछ हजुर यो सत्य हो यो चिनेको राम्रो यो छेउमै त्यो भनेको छ नराम्रो कल्पनाको चोर चाहिँ आएको छ भनेर चाहिँ चिन्नुपर्ने धेरै हो आमाहरू कस्तो भयो बहिनीहरू कस्तो भयो छोराहरू कस्तो भयो अलि हुने रहेछ आमाहरू अलि भयो आमाहरू भयो अलि हुन्छ रहेछ ऊ यहाँ छोरीहरू कस्तो छ अलि भयो ल अब समय चाहिँ भएछ आज चाहिँ यति अब भोलि चाहिँ ठ्याक्कै 6 बजी आउनुहोस् है अब भोलि चाहिँ फेरि हामी